हामीले खेती गर्नको लागि पनि चाइनिज प्रविधि, जापानिज प्रविधि, इजरायली प्रविधि भन्ने सुन्छौँ। कृषि सम्बन्धी अध्ययन गर्नको लागि विद्यार्थीहरू विदेश पलायन हुने र सानोतिनो काम गरेर पैसा कमाउनेतिर लाग्छन्। किनकि माटोको लागि असल किसान तयार गर्ने युनिभर्सिटी यो धरतीमै छैन। हामी जुन माटोमा उभिएका हुन्छौँ नि, त्यहाँ जल, जमिन, जङ्गल र प्रकृतिका सबै कुराहरू पाइन्छन्। यो खुल्ला आकाशमुनि रहेको निःशुल्क पढ्न पाइने युनिभर्सिटी भनेकै माटो हो। मान्छेहरू किन भौतारिन्छन् होला कुन्नी? विदेशको भूगोल र जलवायु सिकाइन्छ। के को लागि? हामीलाई विदेश गएर खेती गर्नु पनि छैन र विदेशको भूमि हामी कहाँ आउने पनि होइन। कृषि सम्बन्धी रुचि राख्ने बाबु नानीहरूलाई त्यही अनुसारको वातावरणमा राखिनुपर्छ नि। तर पढाइको नाममा उनीहरूको दिमागलाई मेनिपुलेट गरिन्छ। आजको शिक्षामा खेती किसानीलाई तल्लो दर्जामा देखाइन्छ। एउटा भनाइ छ नि, उत्तम खेती मध्यम बान, नीच चाकरी कुक्कर निदान। मतलब खेती किसानी गर्नु सबैभन्दा राम्रो हो, उत्तम हो। बान माने वाणिज्य व्यापार, त्यो मध्यम दर्जाको हो। र नीच चाकरी कुक्कर निदान भनेको नोकरी चाकरी गर्नु कुकुरको जस्तै। कुकर भनेको कुकुरलाई भनेको हो, कुकुरको जस्तै काम हो भन्ने हुन्छ। यो चलाखी, चाप्लुसी, चम्चागिरी, भ्रष्टाचारी, घुसखोरी, बेइमानी भन्ने खेती किसानीमा चल्दैनन्। यी त सबै नोकरी चाकरीमै चल्छन्। तैपनि आजका पिँढीले नोकरी गर्नुलाई नै स्मार्ट र भलादमीहरूको काम हो भन्ने मान्छन्। मान सम्मान र इज्जत भएको राम्रो दर्जाको मान्छन् र खेती किसानीलाई तल्लो दर्जाको हिलोमा काम गर्ने फोहरीको संज्ञा दिन्छन्। भर्खरै खेती किसानीतिर बढ्दै गरेको बाबु नानीहरूको विचारलाई निमोठेर फाल्ने काम गरिन्छ। पढाइने ठाउँलाई आज व्यापार जस्तै बनाइएको छ। पत्र पत्रिका र विभिन्न मिडियाहरूमा व्यापक प्रचार प्रसार गरिन्छ। लोभ लाग्दा उद्देश्यहरू देखाइन्छन् र एकजना कोहीलाई त्यो लाइनमा गएको देखेपछि बुवा आमाहरूको कान ठाडो हुन्छ र बाउ आमाले जे भनेपछि छोराछोरीहरूले त्यही विषय पढ्नुपर्छ। त्यसरी नै अहिले आइटी पढ्ने चलन आएको छ, इन्फर्मेसन टेक्नोलोजी। पढाइसकेर सिधै अमेरिका अफिसमा बसेर कम्प्युटर चलाउन जाने सपना। माने कम्प्युटरको ड्राइभर होइन। शुल्कमा पनि छुट, स्कलरसिप, बसको सुविधा, अमेरिकामा जस्तै ठुल्ठुला भवनहरूमा पढ्न पाइने, कयौँ ठाउँमा विदेशी टिचरहरूबाटै पढाइने उच्च प्रविधिको पढाइ हो आइटी सेक्टर होइन। सुन्नुस्, यी सबै विदेशी पुँजीबाट चलाइएका संस्थाहरू हुन्। अमेरिकनहरूलाई दिनभरि कम्प्युटरमा आँखा गाडेर एकै ठाउँमा बसेर काम गर्नु पर्दा बोर लाग्छ, बोर। उनीहरूले त्यस्तो कामलाई मोनोटोनस जब भनेर मान्दछन्। एकहोरो भएर एकै ठाउँमा बसेर काम गर्न रुचाउँदैनन्। टुरिस्ट भएर गर्लफ्रेन्ड र बोयफ्रेन्डहरूसित अरू देशमा गएर घुम्ने र मोज मस्ती गर्ने गर्छन्। उनीहरूले इन्फर्मेसन टेक्नोलोजी प्रविधि त ल्याए, त्यसमा काम गर्नलाई मान्छे नभएपछि अरू देशका नागरिकहरूलाई डलरको लोभ देखाएर काम गराउने उद्देश्यले यी आइटी कलेजहरू खोलेका हुन्। ट्रेनिङ आफ्नो देशमा गर्ने, आफ्नै देशको खाने, अनि काम गर्न उनीहरूको देशमा जानुपर्ने, उनीहरूको व्यापार बिजनेस चलाइदिनु पर्ने, उनीहरूको देश बनाइदिनु पर्ने। सफ्टवेयर चलाउन सिकाउँछन् तर हार्डवेयर सिकाउँदैनन्। कम्प्युटर बनाउन जान्यो भने त विदेश जानै पर्दैन, आफ्नै देशमा काम पाइन्छ। आइटी सेक्टरमा भन्दा त बरु मेकानिकल इन्जिनियरिङमा राम्रो हुन्छ, सिभिल इन्जिनियरिङ राम्रो हुन्छ, इलेक्ट्रोनिक टेक्निसियन राम्रो हुन्छ, इलेक्ट्रिसियन राम्रो हुन्छ। यी क्षेत्रहरूमा काम कहिले पनि सकिँदैनन्। हतियार आफैभित्र हुन्छ, कसैको भर पर्न पर्दैन नि, मागेर खान पर्दैन नि, देशै छोड्न त पर्दैन नि। आइटी सेक्टरमा के भविष्य छ र? नयाँ हुँदाखेरि अलि जोस र जाँगर आउँछ, केही समयपछि बोर लाग्न थाल्छ, बिना मनले काम गर्नुपर्ने हुन्छ। त्यस्तै परे घर पठाइदिन्छ। अर्काको नोकरीको के भर हुन्छ र? अमेरिकाले अहिले निकाली त रहेको छ नि। अब त आर्टिफिसियल इन्टेलिजेन्ट एआई भन्ने आइसकेको छ। हस्पिटलहरूमा, होटलहरूमा, सुरक्षाकर्मीको रूपमा, घरायसी कामहरूमा चारैतिर रोबोटले कब्जा गर्न थालिसक्यो। कुनै दिन कम्प्युटरमा पनि रोबोटले काम गर्न थालेपछि आइटीवाला कहाँ जाने?
पैसा खर्च गरेर पढेर डिग्री हासिल गरेको के काम लाग्यो? खेती किसानीमा त भाव जोडिएको हुन्छ, भावना र अनुभव जोडिएको हुन्छ, प्रकृतिको नियम अनुसार हुन्छ। यी कुराहरू एआईका मेसिनहरूमा हुँदैनन्। जे प्रोग्रामहरू फिड गरिएका हुन्छन् त्यति मात्र त गर्छ। किसानको जागिर खोज्न सक्दैन। त्यसैले कसैको लहलहेमा लागेर अर्काले देखाइदिएको बाटोमा अन्धाधुन्ध हिँड्दा काँडा पनि बिज्न सक्छ। आफ्नो अनुभवले बनाएको बाटोमा हिँड्दा छुट्टै आनन्द आउँछ। त्यसमा आफ्नो इच्छा र उद्देश्यहरूले पनि साथ दिन्छन्। आत्मबल बढ्छ, हिम्मत र साहस बढ्छ। कहिलेकाहीँ लडिएला, फेरि उठिन्छ। कमसेकम आफ्नो अनुभवले बाँच्न त सिकिन्छ नि। कसैको दास भएर बस्नु पर्दैन। खेती किसानी गर्ने भनेको त आफ्नो वरिपरिको वातावरणलाई सुधार्ने भनेको हो, सफा राख्ने भनेको हो। त्यसको लागि पैसा बर्बाद गरेर धेरै पढ्नु पर्दैन, मेहनत पनि गर्न पर्दैन। खेल हो खेल, रमाएर गर्नुपर्छ। हातमा एउटा फलफुल वा तरकारीको बिउ लिनुस्, त्यसलाई नजिकबाट निहालेर हेर्नुस्। मेरो हातमा लटरम्म फलेको कति ठुलो स्याउको बुटा छ भनेर कल्पना गर्नुस्। आफूले पनि खाएको छ र अरूलाई पनि खान दिएको छ। यो सम्झिँदा कसलाई आनन्द आउँदैन र? असल किसानले त रोप्नुभन्दा पहिल्यै त्यो बिउको फल देखिसकेको हुन्छ। नोकरीमा त राजाको काम कहिले जाला घाम। टाइम पास गरिन्छ, समय त बिताउनको लागि होइन नि, त्यसलाई सदुपयोग पो गर्नुपर्छ। त्यसैले त भन्छु, खेती भावनाको खेल हो। अनि अर्को कुरा, खाली खुट्टाले माटोमा काम गर्ने मान्छे कहिल्यै बिमार हुँदैन, सधैँ स्वस्थ र हँसिलो रहन्छ। त्यसको शरीरको नकारात्मक तत्त्वहरू जसको कारणले मान्छेभित्र रिस, डाहा, ईर्ष्या, लोभ, लालच, डर, चिन्ता आदि हुने गर्दछ, धरती माताले त्यो सबै खिचेर लिन्छन्। किन? हाम्रो शरीरमा पनि एक प्रकारको विद्युतीय धारा प्रवाहित हुने गर्दछ। अहिलेलाई यति नै।